के हजुरहरू पनि म जस्तै बिहान बेलुका दाल भात खाँदा खाँदा बोर हुनुभएको छ? यदि हुनुभएको छ भने यो भिडियो हजुरहरूको लागि हुन सक्छ है त। आज म बनाउन जाँदैछु एकदमै मिठो अनि हेल्दी मटर पनिर पुलाउ। आउनुहोस् सँगसँगै बनाऊँ है त। त्यसको लागि मैले लिएको छु 2 कप चामल। यो चामल चाहिँ मैले बासमती चामल लिएको छु। त्यसपछि यो चामललाई हामीले 10 देखि 15 मिनेटसम्म भिज्न छोडिदिनु पर्ने हुन्छ। एउटा प्यानमा थोरै तेल राखेर यो पनिरलाई चाहिँ गोल्डन ब्राउन हुनसम्म राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ। एउटा कुकरमा थोरै घिउ अनि तेललाई चाहिँ मिक्स गरेर लिने अनि यसमा लसुन, तेजपत्ता, दालचिनी अनि इलाइची राखेर एकछिन फ्राई गरिदिने। त्यसमा प्याज राख्ने, काजु राख्ने अनि एकैछिन चाहिँ यसलाई पाक्न दिनुपर्छ। यसमा मटर राख्ने अनि यसमा टमाटर राखेर एकछिन 1 मिनेट जति यसलाई पाक्न दिनुपर्ने हुन्छ। त्यसपछि यसमा मसलामा मैले लिएको छु रातो खुर्सानी, बेसार, पनिर मसला अनि बिरयानी मसला लिएको छु। यसलाई चाहिँ एकैछिन पाक्न दिनुपर्ने हुन्छ। अघि भिजाएर राखेको चामललाई चाहिँ राखिदिने, सबै राखिदिने अनि त्यसपछि एकछिन चलाइदिने अनि यसमा हामीले अघि फ्राई गरेर राखेको पनिरलाई चाहिँ एड गरिदिने। त्यसपछि यसलाई राम्रोसँग मिक्स गरिसकेपछि यसमा पानी राखिदिने। पानी चाहिँ मैले जति चामल लिएको छु त्यति नै पानी राखेको छु। यसलाई एकछिन राम्रोसँग मिक्स गरेपछि कुकरको ढक्कन बन्द गरिदिने अनि एक सिटी लगाइसकेपछि हाम्रो पुलाउ चाहिँ रेडी हुन्छ। हेर्नुहोस् त हाम्रो पुलाउ कति राम्रो देखिएको छ। धनिया पत्ता राखिदिएपछि हाम्रो पुलाउ रेडी भयो। यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।